राष्ट्र निर्माता श्री 5 बडा महाराजाधिराज पृथ्वीनारायण शाहको सम्मानमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि नेपाली सेनाले 304औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस 2082 विविध कार्यक्रमहरूको आयोजना गरी भव्य रूपमा मनाएको छ। यसै अवसरमा नेपाली सेनाले पुस 21 गते गोर्खा दरबारदेखि काठमाडौँसम्म नेपाल एकीकरणको दौरान श्री 5 बडा महाराजाधिराज पृथ्वीनारायण शाहको फौजले प्रयोग गरेको मार्गमा नेपाली सेनाका आरम्भकालीन 5 कम्पनीका झण्डा तथा दीप ज्योति सहित ऐतिहासिक सैनिक पोसाकमा एकीकरण पदमार्ग सञ्चालन गरेको थियो। उक्त पदयात्रा कार्यक्रममा स्थानीय जनप्रतिनिधि एवं सर्वसाधारण जनताको उत्साहजनक सहभागिता रहेको थियो। छ दिनसम्म सञ्चालित उक्त एकीकरण मार्ग पदयात्रा गोर्खा, धादिङ, नुवाकोट र ककनी हुँदै पुस 26 गते काठमाडौँको हनुमान ढोका दरबारमा आगमन हुँदा बाजा गाजाद्वारा स्वागत गरिएको थियो। तत्पश्चात पुस 27 गते बडा महाराजाधिराज पृथ्वीनारायण शाहको पूर्ण कदको तस्बिर बग्गीमा राखी नगर परिक्रमा गरी उक्त पदयात्रा जंगी अड्डा परिसरभित्र रहेको पृथ्वीनारायण शाहको शालिग अगाडि पुगी विशेष कार्यक्रम सहित समापन भएको थियो। सोही अवसरमा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले श्री 5 बडा महाराजाधिराजको शालिगमा माल्यार्पण गर्नुका साथै सैनिक टुकडीबाट सलामी अर्पण गरिएको थियो। औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा पुस 27 गते जंगी अड्डा स्थित सभा मण्डपमा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा इतिहासविद सह प्राध्यापक डाक्टर डोलराज काफ्लेद्वारा श्री 5 बडा महाराजाधिराज पृथ्वीनारायण शाहको दूरदृष्टि, विविधतामा एकता कायम गर्ने नीति तथा अन्य कूटनीतिक रणनीतिहरू र वर्तमान अवस्थामा यसको सान्दर्भिकता सम्बन्धमा प्रवचन कार्यक्रम सञ्चालन गरिएको थियो। साथै रिपुमर्दिनी सैनिक महाविद्यालयका विद्यार्थीहरूद्वारा लघु नाटक मञ्चन तथा नेपाली सेनाका सकल दर्जा र सैनिक महाविद्यालयका छात्राहरू सम्मिलित गराई आयोजना गरेको कविता वाचन प्रतियोगिताका उत्कृष्ट कविताहरू वाचन समेत गरिएको थियो। सोही अवसरमा प्रधान सेनापति महारथी श्री सिग्देलले कविता वाचन प्रतियोगिताका उत्कृष्ट सर्जकहरूलाई पुरस्कार तथा निर्णायक मण्डल र इतिहासविदलाई कदरपत्र र प्रशंसा पत्र समेत प्रदान गर्नुभएको थियो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसरमा नेपाली सेनाद्वारा देशभरका विभिन्न स्थानहरूमा पदयात्रा कार्यक्रमहरू सञ्चालन गरिएको थियो। साथै चितवनको भरतपुर स्थित सबुजगढ र धनकुटाको हिले स्थित श्री नम्बर 2 बाइनी अड्डा हाताभित्र पृथ्वीनारायण शाहको पूर्ण कदको शालिग निर्माण गरी अनावरण समेत गरिएको थियो। यसरी पुस 27 गते नेपाली सेनाका सम्पूर्ण ब्यारेक तथा विश्व शान्ति स्थापना कार्यका लागि नेपाल बाहिर रहेका नेपाली सेनाका सम्पूर्ण इकाइहरूले विविध कार्यक्रमहरूको आयोजना गरी 303औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाएका थिए।